हामी चाहिँ अहिले तल पुगिसक्यो। ओहो कार्तिक लागेछ त गाइस, कता हो हेरे टिका लगाइदिनु रहेछ बिचरा कार्तिकको कुकुरहरू हेर। कार्तिक लगाएर हेर, यिनीहरू साँच्चीकै हो रहेछ है, कार्तिक लागेको रहेछ है। गोठाला हो कि भनेको आन्टीले गोठाला हो कि भनेको म त रिस भएको। यता फेरि एउटा कार्तिक रहेछ त हाम्रो गाउँमा त के हो यार। ए सेरे हेरे टिका लगाइदिनु र। यसो बिचरा काने खाइदिन्छ। म त त्यो आन्टीले त गोठाला हो भनेर क्या। अनि त्यस्तै गरी हिँड्दैछु त होइन हो कि होइन भन त। अनि त्यस्तै गरी हिँड्दा त कार्तिक बाख्रा होला भनेको गोठाला जस्तै गरेर एउटा लट्ठी बोका जस्तै धाउँदै जस्तै हिँडिरहेको छ त अनि। हामीले यहाँ हँसाउँछ गाउँमा नि कुकुरहरूले। यिनीहरूको नि साँच्चीकै दिन महिना आउँदो रहेछ है कार्तिक भनेपछि। यिनीहरू आफूलाई थाहा हुँदो रहेछ है। पुरै हेर्न त्यत्रो 12-15जना कुकुरहरू, 12-15वटा कहाँबाट आयो त कुकुर यार। आमा कार्तिकै लगाएर चाहिँ यिनीहरू साँच्चीकै है, ठ्याक्कै है। त्यही त भने होइन कहाँबाट हिँड्छ त्यसरी। बाटो चाहिँ अब यस्तै हो। यो चाहिँ हाम्रो भमरा स्कुल सो गाइस। म चाहिँ अहिले यता गफ गर्दै गर्दै यता भमरा स्कुल आइपुगेछौँ होइन। भमरा स्कुल आइपुगेछौँ। श्री भमरा आधारभूत विद्यालय हो। ओ कार्तिके आज त बाटोमा त कार्तिकमा त लागेदेखि त कुकुरहरू यार। ए भाले मर्नुहोस् है। सो गाइस हाम्रो चाहिँ अहिले त गाउँमा कोदो पनि पाकिसक्यो। तपाईँहरूको गाउँतिर के कस्तो छ? हाम्रो गाउँमा त अहिले धान पनि पाकिसक्यो। तपाईँहरूले भोलिपछि म टक्क लगाएर धान काटेको, कोदो काटेको, झारेको, उमारेको, निकालेको सब भिडियो चाहिँ यसो हल्का आउनेछ है। सबै भिडियो बनाउने छु, भएर गर्नुहोस्। तपाईँहरू पनि हेर्नको लागि हतार नगर्नुहोस्। हेर्ने कोही होइन है, हेर्ने कसैले होइन है। भिजेत भयो नि यो कार्तिकहरू त जाने नि भेट्ने रहेछ कि होइन। फेरि कार्तिके ए सेरे माला लगाइदिनु रहेछ नि बिचरा कार्तिकहरूलाई। के गर्नु, बाटो चाहिँ अहिले चाहिँ ओह्रालो छ, अलि ओह्रालो छ हाम्रो चाहिँ यता। कलाएर माने भन्ने आयो।